लाग्छु मार्क गर्नु होला। त्यसरी नै तपाईँले चाहिँ पछि पिक्चर चुज गर्दाखेरि चाहिँ सजिलो है। अनि त्यसपछि गएर के भन्छ यसैदेखि चाहिँ खाइतेकी भनेको चाहिँ आरामदायी र भनेपछि स्वच्छता र आरामदायी भनौँ। यसैदेखि भनेको चाहिँ स्वच्छता भनेर लेख्नु होला, हाइजेनिक भनेर भन्छ। र खाइतेकी भनेको आरामदायक, कम्फोर्टेबल भन्न खोजेको। भनेको चाहिँ यो ओइसिउ सेन्जो बेन्जा चाहिँ के रहेछ भनेको चाहिँ आरामदायक र कम्फोर्टेबल रहेछ र कोरेवा सुबरासी देश एकदमै राम्रो भन्न चाहिँ एकदमै राम्रो सुबरासी भनेको चाहिँ इट्स वन्डरफुल भन्नु खोजेको भनेको चाहिँ धेरै राम्रो छ भन्नु है। र हाम्रो चाहिँ ओइसु सेन्जो बेन्जा भनेको चाहिँ तातो पानीले धुने सिड भन्नु खोजेको है। त्यसै चाहिँ आउँदैन चाहिँ एड गरिहाल्नु। यहाँसम्म त्यस्तो त इम्पोर्टेन्ट छैन, तर चाहिँ अब यहाँदेखि चाहिँ है। के भन्छ सिउसो न तेजुन वा के भन्छ ओ कि कु मिच्चु न पौतेइ नि वाकेरु कोत्तोगा देखिमास। सरसफाइको जुन कार्यविधिहरू चाहिँ धेरै छ र तिनीहरूलाई चाहिँ तीन प्रकारमा तीन विभागमा चाहिँ विभाजन गरिन्छ र तीनवटा प्रक्रियाहरू छ भनेर भन्छ। भनेको चाहिँ शैक्षिकको जुन तेजुन जुन कार्यविधि छ त्यो धेरै र त्यसलाई त्यो चाहिँ तीनवटा प्रक्रियाहरूमा के गरेर विभाजन गर्न सकिन्छ भनेर। पौते भनेको चाहिँ प्रक्रिया है। भनेको चाहिँ तेजुन भनेको चाहिँ कार्यविधि भनेर लेख्छ। भनेको चाहिँ सरसफाइको कार्यविधि धेरै र त्यसलाई चाहिँ तीनवटा प्रक्रियामा चाहिँ विभाजन गर्न सकिन्छ। र इम्पोर्टेन्ट भनेको हाम्रो डाइबिनको सेसोमा चाहिँ यही नै छ इम्पोर्टेन्ट याद गर्नु होला। यी तिनवटा कुराहरू थाहा भयो भनेपछि सबै कुराहरू थाहा हुन्छ है धेरै। भनेको चाहिँ इक्जाममा आउने सबै कुराहरू चाहिँ के भन्छ डाइबेन्टिनो सेसो भनेर भन्छ। भनेको चाहिँ टोइलेटको सरसफाइ भनेर भन्छ। र इचिबानमा चाहिँ के भन्छ बेन्की नाइनो सेन्जो भन्छ। भनेको चाहिँ सिटको भित्री भाग चाहिँ के गर्ने सफा गरौँ र धुनु। सेन्जो भनेको चाहिँ सफा गर्नु र धुनु लेख्नु त साइडमा। इचिबानमा बेन्की नाइनो सेन्जो भनेको चाहिँ सिटको भित्री भाग चाहिँ सफा गर्ने धुने भनेर है। निबानमा बेन्की सोतो गावानो मिजुकी भनेर भन्छ। भनेको चाहिँ के भने सेन्सिटिभ भने सेन्जो भनेको बेन्किनाई सेन्जो भने जोरसँग भन्नु न, केही नि सुन्ने छैन। बेन्की नाइनो सेन्जियो भनेको तपाईँको जुन बाउल हुन्छ नि बाउल त्यो भनेको चाहिँ यो बसेर जुन सिटमा गरिरहेको छ हाम्रो वेस्टर्न स्टाइलको टोइलेटको भन्न खोजेको हो। त्यो प्यान हुन्छ नि त्यो प्यानको भित्रीको भाग चाहिँ सफा गरौँ भन्न खोजेको है। सेन्जियो सफा गर्नु धुनु भनेर भन्छ सेन्जियो भनेको अहिलेको अवस्थामा चाहिँ सफा गरौँ भन्छ। निबानमा के भन्छ बेन्की सोतो गावानो मिजुकी भनेर भन्छ। भनेको चाहिँ तपाईँको जुन बाउल छ टोइलेटको सिटको त्यसको बाहिरी भाग चाहिँ के गर्ने हल्का भिजेको टावलले चाहिँ मिजुफुकी गर्ने भनेको। सानभानमा बेन्की सुतो गावानो खारापुकी भनेको चाहिँ बाहिरी भागलाई पनि के गर्नु पर्यो जब मिठीफुकी गरिसक्नुहुन्छ त्यसको सन्दर्भमा नेक्स्टमा के गर्नु पर्यो खारापुकी गर्नु पर्यो र सुक्खा टावल चाहिँ के गर्नु पर्यो पुस्नु पर्यो भनेर। र इचिबान र निबान भनेको कस्तो ठाउँ रहेछ त भनेपछि ओबुचुका चिक्कुसुचुकु गिरेरू भनेर भन्छ है। अ, ओबुचु भनेको मैले अस्ति भनेको थिएँ हिमालसान ओबुचु भनेको के अरे हिमालसान ओबुचु खै सेन्सी यहाँ आज अलि दिन क्लास यस्तै जोइन मात्र भयो कि म मिनिङै हेर्न पाएँ त्यो भएर अलि भएन र भनेको चाहिँ एकदमै चाहिँ दुर्गन्धित फोहोरहरू भन्न खोज्छ ओबुचु भनेको चाहिँ जस्तै यो गरेको खान्जी र मोनो भनेको वस्तुको खान्जी दिएको छ भनेको त्यस्तो वस्तुको जो चाहिँ अत्याधिक मात्रामा दुर्गन्ध भनेको दिशाहरू पिसाबहरू यसका छिट्टाहरू होइन त्यसो उल्टीहरू त्यसपछि गएर हाम्रो चाहिँ विशेष गरी ओबुचुहरू बाकोमा पढेका थियौँ हामीले
हाम्रो चाहिँ स्यानिटरी जुन प्याडहरू हुन्छ होइन, डाइपरहरू हुन्छ नि बच्चाहरू, त्यस्ता कुराहरू भनेको अत्याधिक दुर्गन्धित र अत्याधिक फोहोर वस्तुहरू हुन्। हो, त्यस्तो वस्तुलाई चाहिँ ओउचु भनेर भन्छ र ओउचुका चिक्कु-सुच्चुकु गेरु-टोकरु भनेको चाहिँ डाइरेक्ट त्यस्तो फोहोरहरू चाहिँ डाइरेक्टली छुने ठाउँहरू भन्न खोजेको। हाम्रो बेन्की नाइनो सिन्जियोको जुन इचिबाना भनेको छ नि, भित्री भागमा पनि दिसाहरू, पिसाबहरू यस्ता कुराहरू त लागिरहेको हुन्छन्, ब्याक्टेरियाहरू हुन्छन् नि। त्यसैले गर्दाखेरि ओबुचु भन्न खोजेको। र बाहिरी भागमा पनि ती छिट्टाहरू लाग्न सकेका हुन्छन्। त्यसैले गर्दाखेरि बेन्की सोतो गावानो मिजुकी भन्न खोजेको। र सानबानमा बेन्किनो सोतो गावानो खराबुकी भनेको विशेष गरी मान्छेहरूले छुने, भित्री भाग त त्यसरी छुइँदैन, तर बाहिरी भागहरूमा तपाईँ बसेर टोयलेट गरिराख्नु भएको सन्दर्भमा, अवस्थामा चाहिँ भितोका सावरबासियो भनेको चाहिँ मान्छेहरूले, व्यक्तिहरूले छुने ठाउँ भन्ने याद गर्ने है। चिबान, निबान र सानबान र ती ठाउँ चाहिँ कस्ता ठाउँ हुन् भन्ने कुराहरू चाहिँ याद भनेको चाहिँ ओबुची सेकुसुचुबु सरी ओबुचुका सेकुसुचुबु रेरु टोकोरो भनेको चाहिँ तपाईँको चाहिँ डाइरेक्टली फोहोरहरू चाहिँ तपाईँको कन्ट्याक्टमा आउने, तपाईँको चाहिँ बडी कन्ट्याक्टमा आउने र विशेष गरी चाहिँ भितोका सावरबासियो भनेको चाहिँ बस यो जुन खराबुकी गर्छौँ नि, त्यो चाहिँ विशेष गरी चाहिँ व्यक्तिहरूले र मान्छेहरूको सम्पर्क टसले गर्दाखेरि चाहिँ टस हुने ठाउँहरू रहेछ भनेर चाहिँ बुझ्नु। यो चाहिँ इचिबान र निबान र सानबान चाहिँ पछि चाहिँ स्टेप बाई स्टेप भन्छौँ। अब दाइबेन्किनो सिउसिउनो किजुन किजुन एरान्डे कुदासाई तादासी मोनो चुइते एरान्डे कुदासाई भनेर भनिरहेको हुन्छ कहिलेकाहीँ चाहिँ इक्जाममा। भनेको चाहिँ भन्नाले चाहिँ एउटै नै कुरा हो। जुन हो जो कार्यविधि हुन्छ नि, हो त्यही नै हो भने पनि त्यही नै भइहाल्यो प्रक्रिया। तिजुन भने पनि त्यही भइहाल्यो। सिउसुनो हो भनेको कार्यविधिको पनि त्यही भइहाल्यो। सिउसुनो खाता तरिका भने पनि यी यस्ता कुराहरू चाहिँ सबै कुराहरूको चाहिँ एउटै नै धेरै जस्तो फरक भइरहेको हुन्छ है। भनेको चाहिँ मागेको एन्सर चाहिँ एउटै हुन्छ। त्यसैले गर्दाखेरि विशेष गरी ध्यान दिने भनेको चाहिँ डाइबेन्कीमा पिक्चर आइरहेको हुन्छ र पिक्चरमा पनि कसरी आइरहेको हुन्छ भनेपछि जस्तै यस्तै कुराहरू चाहिँ यतातिर पिक्चरमा हुन्छ। यतासम्म बुझ्नुभयो नि तपाईँहरूले? यहाँसम्म कोही कन्फ्युजन हुनुहुन्छ? कोही कन्फ्युज हुनुहुन्छ? यहाँसम्म है। यस्तो अगाडिसम्मको त त्यस्तो खासै छैन। यो ओइसु बेन्जा चाहिँ अहिलेसम्म इक्जाममा आएको छैन। यहाँबाट चाहिँ अब यहाँ इम्पोर्टेन्ट भनेको यो है, हाम्रो चाहिँ दाइबेन्किनो सिउसिउनो कोतेइचुन छ, तेजुन छ, हो छ, हो त्यो चाहिँ इम्पोर्टेन्ट भनेको स्टेप बाई स्टेप नै याद गर्ने यो चाहिँ। स्टेप बाई स्टेप। पछि त्यो बक्स कसरी प्रश्न आउँछ त्यो चाहिँ बनाउनु। है। सिन्जु अहिले त कस्तो झ्याइमै झ्याइमै आइरह त। हो र त्यसपछि गएर सिरोपात्तिनी सेन्जायो चुकेत्ते खारा भन्छ। सेतो कलरको प्याडमा चाहिँ के गर्नु पर्यो, सेन्जाइले चाहिँ लगाउने भन्छ। इम्पोर्टेन्ट भनेको चाहिँ यहाँदेखि आउँछ तलबाट त्यसरी। ओइस्यु सेन्जो बेन्जा वा नोजुरो हिकी दादा दादा सिक्ते भनेर भन्छ। भनेको चाहिँ जुन ओइस्यु बेन्जा सेन्जो भनेको जुन नोजल छ नि, युवालालाई चाहिँ यो जब तपाईँको टोइलेटमा लागेको छ त्यस्तो अवस्थामा चाहिँ त्यो चाहिँ तातो फोराले चाहिँ धुने टोइलेट हो भनेर चाहिँ बुझ्नु होला। भनेको चाहिँ त्यस्तो टोइलेटलाई चाहिँ त्यो चाहिँ विशेष गरी जापानमा, नेपालमा त देखिँदैन। जापानमा चाहिँ यस्तो टोइलेटहरू चाहिँ धेरै नै युज भइरहेको हुन्छ। भनेको चाहिँ तातो पानीले चाहिँ तपाईँले चाहिँ तपाईँको दिशाहरू पखाल्नको लागि चाहिँ प्रयोग गर्ने एउटा नोजल लगाएको हुन्छ। त्यहाँबाट चाहिँ तातो पानी आइरहेको हुन्छ। हो त्यस्तो नोजललाई चाहिँ ओइसु बेन्जा भनेर भन्छ है। के गर्नु भन्छ त्यसपछि गरेर ओइसु हाम्रो सेन्जो बेन्जा वा नोजुरो हिकी ताता सिक्ते भनेको चाहिँ तपाईँले तातो पानीले जुन धुने जुन त्यो नोजल छ त्यसलाई चाहिँ के गर्ने, नोजललाई चाहिँ निकाल्ने भनेर निकालेर फुकाल्ने भन्नु खोजेको। र नोजोरु भनेर भन्छ यो चाहिँ याद स्टेप बाई स्टेपमा चाहिँ आउँदैन। यो चाहिँ तपाईँको चाहिँ पछाडि नै योवाला चाहिँ यहाँदेखि चाहिँ आउँछ स्टेप बाई स्टेप है। यहाँदेखि चाहिँ तपाईँको जुन केजुन हुन्छ नि, हाम्रो दाइबेन्किनो सेसोनो केजुन भनेर चाहिँ यहाँदेखि 1 2 भनेर भन्छु, त्यतिखेर चाहिँ 1 2 भनेर लेख्नु होला। यहाँसम्म चाहिँ आउँदैन है। के भन्छ, पोतो नादोनो आराइ नोजुरु हो मोदो सित्ते ओको भनेर भन्छ। सरी पातो नादोले भने चाहिँ तपाईँको जुन सिरो पातो छ नि, हो त्यसले चाहिँ तपाईँले चाहिँ यो नोजललाई सफा गरिसकेपछि धोइसकेपछि चाहिँ जुन ठाउँबाट तपाईँले नोजल निकाल्नु भएको थियो त्यही ठाउँमा उसको उसको वास्तविक ठाउँमा चाहिँ के गर्ने, फिर्ता राख्ने भनेर भन्छ है। मोदो सित्ते ओको भनेको भनेको चाहिँ जुन ठाउँबाट तपाईँले प्याड निकाल्नु भएको थियो धुनको लागि त्यही ठाउँमा चाहिँ फर्काएर राखौँ भनेको। र सेन्सै हजुर यो नोजल चाहिँ कस्तो हामीले यो लुप हुन्छ र लुक्ने हुन्छ र जस्तै बटन थिचेर निकाल्ने हो कि कस्तो? हजुर यता यो साइडतिरै बटन हुन्छ, यो साइडतिर
कहिलेदेखि हुन्छ है यो 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 छ नि यहाँबाट यो बटन दाबेपछि चाहिँ तपाईँले चाहिँ त्यहाँबाट चाहिँ युज गर्न मिल्ने हो क्या ए हजुर जापानमा धेरै जस्तो सबै रुमहरूमा तपाईँको होस्टेलहरूमा यस्तै प्रकारको हुन्छ धेरै जस्तो चाहिँ लगभग सबैमा ओइसु भिन्जा नै हुन्छ है के भन्छ भनेपछि सुरुमा के गर्नु पर्यो तपाईँले चाहिँ त्यसलाई निकाल्नु पर्यो र तपाईँले जुन सिरुपात्तामा सिन्जाको चुकेत्तै गर्नु भएको थियो नि हो त्यो प्याडले चाहिँ पातोले चाहिँ के गर्नु पर्यो तपाईँले चाहिँ त्यो नोजललाई धुनु पर्यो पखाल्नु पर्यो र त्यसपछि गरेर उसको वास्तविक ठाउँमा चाहिँ फर्काएर राख्नु भन्नु है र ध्यान दिनुपर्ने कुरा के छ भनेपछि नोजोरो सेन्जो भनेको चाहिँ नोजललाई चाहिँ सफा गर्ने स्विची भनेको स्विच भनेको बटन भन्न खोजेको है नोजललाई भनेको यो जुन तपाईँले चाहिँ यो नोजल तपाईँले दाबेपछि चाहिँ तपाईँको चाहिँ तातो पानी आउने हो नि त हो त्यो स्विच चाहिँ योगोसानाई भनेको चाहिँ फोहोर नहुन दिनको लागि चाहिँ योगोसानाई हो नि फोहोर हुन नदिनको लागि चाहिँ टाउले त्यो ओउ भनेको चाहिँ टाउले चाहिँ ढाक्ने भन्न खोजेको अब किन ढाक्ने भनेको चाहिँ विशेष गरी चाहिँ विद्युतीय कुरा हो नि त किनभने चाहिँ यो जब तपाईँको करेन्टको प्रभाव भइसकेपछि मात्रामा त्यो चाहिँ तपाईँको चाहिँ ओइसु बेन्जाबाट चाहिँ पानी छर्किने हो नि त त्यसले गर्दाखेरि विशेष गरी जुन इलेक्ट्रिक कुराहरू हुन्छ त्यस्तोमा चाहिँ पानीहरू चाहिँ तारासाना हुनको लागि नहुन दिनको लागि यदि इलेक्ट्रिक सक नलागोस् भन्नको लागि चाहिँ तपाईँको विशेष गरी के गर्नु पर्यो भनेपछि जब त्यो भाग स्विचलाई सफा गर्न लाग्नुभएको हुन्छ स्विचलाई त्यो बटनलाई त्यस्तो अवस्थामा चाहिँ तपाईँले टावलले चाहिँ ढाक्ने भनेर खोजेको ओउ भनेको ढाक्नु भनेर लेख्नु होला कुनै पनि कुरालाई चाहिँ ढाक्नुलाई चाहिँ ओउ भन्नुहुन्छ र ढाक्दाखेरि के ढाकेको छ भनेपछि हाम्रो चाहिँ त्यो कुकुरो ढाकेको छ है यसरी त्यो कुकुरो किनभने चाहिँ यो चाहिँ हाम्रो भिजेको हुन्छ नि त त्यो भिजेको हुँदाखेरि त्यहाँबाट हाम्रो चाहिँ मिजु तारासाई हुन्छ भनेको तलतिर चाहिँ ढल्छ चुइन्छ त्यसले गर्दाखेरि त्यो पानी नचुइस् र तपाईँको स्विच चाहिँ खराब नहोस् भन्नको लागि चाहिँ विशेष गरी के गर्नु पर्यो जब चाहिँ तपाईँले चाहिँ नोजोरु सेन्जो सुकुची भनेको सरी स्विची भनेर भन्छ त्यो चाहिँ के गर्नु पर्यो तपाईँले चाहिँ जब त्यो भाग सफा गर्दाखेरि टावलले चाहिँ ढाकेर के ढाकेर त्यो कुरो ढाकेर चाहिँ के गर्नु पर्यो सफा गर्नु पर्यो जब चाहिँ यो स्विचको भाग सफा गर्नुहुन्छ नि त्यस्तो अवस्थामा है तोरापु वा बुरासिते ओकुमाते सिक्खारे सेसो भनेर भन्छ ट्र्याप भनेको पानी जुन जम्मा हुने जुन ट्र्याप हुन्छ नि हो ट्र्यापलाई चाहिँ बुरासिते ओकु भनेको यो ब्रसले चाहिँ भित्रसम्म ओकु भनेको कुनै पनि भागको चाहिँ भित्री भाग भन्न खोजेको हो ओकु भनेको चाहिँ है भित्रीसम्म चाहिँ के गर्नु पर्यो सिक्खारी सेसु भनेको चाहिँ राम्रोसँग सफा गर्ने भनेर भन्छ र बुरासिनो खाइसियो नि वा किसियो चुखातेने भन्छ र ब्रस जब तपाईँले चाहिँ युज गरेर सक्नुहुन्छ खानेर भइसक्छ समाप्त भइसक्छ त्यसको पर्यो त्यस्तो अवस्थामा के गर्नु पर्यो भनेपछि बुरासीको खाइसियो नि वा केसियो चुखातेने भनेको केसको यो जुन केस छ जुन पकस छ हो त्यसको प्रयोग गर्ने भनेर भन्छ त्यो चाहिँ ब्रस कलेक्ट जम्मा गर्नको लागि प्रयोग हुने एउटा बक्स टाइपको एउटा केस हो जसलाई चाहिँ यो यसमा पनि सफा गर्दाखेरि यसमा चाहिँ मिजु लागेको हुन्छ नि त हो त्यो यो ओइसियु ओ तारासना यो नि यसुदे चुकेरु भनेर भन्छ भनेको फोहोर पानी चाहिँ तल नजरोस् भन्नको लागि चाहिँ केसमा चाहिँ थाप्ने केसमा चाहिँ राख्ने भन्न खोजेको है उकेरु भनेको विशेष गरी उकेरु भनेको चाहिँ राख्नु थाप्नु भनेर भन्छ र इम्पोर्टेन्ट भनेको चाहिँ अब यहाँ लेख्छ है ध्यान देऊ चुकिन गणेशन चुकिन सुकिन भन्नुपर्छ चाहिँ हाई ट्याक्कै याद आएन पढ्या थिएँ हिमालसान चुकिन नोइमी खै सेन्स त्यति आएन मदन सान काममा आउने जाने गर्नु चाहिँ किताकुजी नान्देस्ता किताकुजी किताकुची हाई हगार नै सेन्सै के भन्नुभयो थाहा भएन सेन्सै कामबाट फर्कने भन्ने हाई दाइजो देशका हरि पढ्या थिएँ बिर्सिहालेँ त्यो सिजिनो इमी इन्द्रसानलाई धेरै पनि देखेको
इन्द्रसान सिजुनो इमी दाइजु कोनवाना सेन्से म त भर्खर आजदेखि आउँदैछु सेन्से त्यही त कता हराउनु त अलिक बिजी भएर सेन्से मैले त थुप्रो 10-15 दिन भइसक्यो क्लासै लिन नपाएको भन्दैन के भने सिजी भनेको चाहिँ हाम्रो चाहिँ निर्देशन भनेर भन्छ है इन्स्ट्रक्सन भनेर ल खान्ड्री भनेको चाहिँ विशाल सान सुनिराख्नु भएको छ विशाल सान सुनिराख्नु भएको छ आवाज अनुसान अनुस बिरुवासन खान्ड्री खान्ड्री नो इमी है सेन्से खान्ड्री नो इमी खानबी भन्नुभएको है खानबी भनेको उपलब्ध हुनु टाइपको हो सेन्से अनि हजुर सुविधा उपलब्ध हुनु टाइपको होइन सेन्से व्यवस्थापन हजुर व्यवस्थापन म्यानेजमेन्ट भनेर भन्छ खान्ड्री भनेको गेन्बा भनेको ए खानबी भन्नुभएको हजुर खानबी भनेर भन्नुभएको हजुर खान्ड्री भनेको ए मैले खानबी भने जस्तो लाग्यो ल ठिक छ दाइ गेन्बा नो इमी सुमिसान सुमिना सान सुमिना गेन्बा रोशन सान कार्यस्थल सेन्से कार्यस्थल साइड सेन्से दाजुले सेन्से कितागुच्ची भने के भन्नुभयो अहिले घर फर्किनु सेन्से हजुर कितागुचीको त अर्को मिनिङ पनि लाग्दैन र हजुर भन्नु न के कुनै पनि क्वेसन चाहिँ खान्जी दिएको हुँदाखेरि चाहिँ खान्जीको अनुसारले बुझ्दाखेरि चाहिँ तपाईँको किताबुटी भनेर फर्किनु भनेर भन्छ तर कुचीको खान्जी दिएको हुँदाखेरि चाहिँ जसरी धेरै जस्तो चाहिँ अब कार्यस्थलबाट चाहिँ रुममा फर्किने त हो नि त्यसले गर्दा किताबुटी भनेको चाहिँ फर्किनु भनेर चाहिँ बुझ्नु होला तर बुकमा दिएको सन्दर्भ अनुसार भने चाहिँ रुम फर्किनु घर फर्किनु भनेर नाइ त सेन्से त्यो के अरे कुन कुन दिशातर्फको यो ढोका भन्नेलाई देशमा उसमा पढ्दाखेरि पढेन मानेर कि ए किरुकुची मोदक सिक्थे त पढेका ल कोजुनोरुरु हिमालसान हजुर सेन्से कोजुनोरुरु फेरि भन्नु न आवाज राम्रोसँग क्लियर सुनिरहेको छैन कोजुनोरुरु कौचुनोरुरु खै त रुल त आयो के रे नियम कोचु भने कोउचु उरुरु भनेर भन्छ के भनेको त्यो ट्राफिक रुल्स भनेर पढेका थियौँ कोचु हजुर कस्तो आएन क्या एक्ज्याक्ट हजुर सियो सुरु भनेको भन्नुहोस् सियो सुरु सियो सीमा सियो सुरु हजुर सेन्से सियो सुरु सेउ सुरु भनेको के अरे प्रयोग गर्नु हो कि प्रयोग गर्नु के सम्झिनु थियो भनेको प्रयोग गर्नु है हजुर आरिका हिजोको क्लाससम्म सियोबिन्कीसम्म पढेका थियौँ भनेपछि आज चाहिँ दाइबिन्की भनेर ठुलो टोइलेटको बारेमा पढ्नेछौँ यसमा विशेष गरी टोइलेटको सरसफाइमा चाहिँ विशेष गरी चाहिँ स्टेप बाई स्टेप जुन प्रोसेसहरू हुन्छ नि त्यो भनेको सफा गर्दाखेरि कहाँबाट सफा गर्ने कुनबाट सफा कुन भाग सफा गर्ने कुन वस्तुको चाहिँ प्रयोग गर्ने भन्ने कुराहरू कुन टुल्सको प्रयोग गर्ने भन्ने कुराहरू चाहिँ बढी इम्पोर्टेन्ट हुन्छ र हाम्रो तोइरी सेसुको दाइबिन्कीमा चाहिँ विशेष गरी पिक्चर नै आइरहेको हुन्छ धेरै जस्तो यसमा चाहिँ तपाईँको जुनमा हुन्छ नि त्यो जुन हुन्छ नि जुन कार्यविधिहरू हो त्यसको चाहिँ आइरहेको भनेको चाहिँ जुन हाम्रो चाहिँ तादासी हो पछि पिक्चर देख्नु चाहिँ म त्यस्तो हो भनेको चाहिँ सरसफाइ गर्दाखेरि चाहिँ स्टेप बाई स्टेप भनेको पहिला हामीले पढेको भनेको चाहिँ जस्तै सेभेनको सुरुमा चाहिँ हाम्रो चाहिँ बेन्किनाइनु
सेन्से बोल्नु भएकै बुझे छैन साउन्डै आवाज छैन आवाज सुनिराखेन मेरो? छैन अड्केर आयो लास्टै सुनिरहेछ सेन्सी सुनिरहेछ? सुनिरहेछ यता त ए नेट स्लो होला है त। धेरैजनालाई चाहिँ के प्रब्लम छ भने मेरो नेट स्लो हुनु पर्ने हो। अब उहाँलाई मात्र आवाज सुनिरहेछ भने उहाँको फेरि नेटलाई चाहिँ रिस्टार्ट गरेर अन अफ कनेक्ट गर्नु। भनेको चाहिँ जस्तै हामीले चाहिँ पेन्टिना इनो सेन्जियो भनेर पढेका थियौँ नि, जस्तै हाम्रो सेउ भेलिटीमा भनेको चाहिँ बाहिरी भाग सबभन्दा सुरुमा चाहिँ भित्री भागको चाहिँ सफा गर्ने, त्यसपछि गएर सोतोगावा मिचो फुकी, त्यसपछि गएर खारा फुकी भन्ने यस्तै जुन प्रोसेसहरू टोइलेट सरसफाइ गर्दाखेरि यस्तै प्रोसेसहरू छन् है। टोइलेटको सरसफाइ गर्दाखेरि सेनमिन दाइकी सबैको प्रोसेस गर्दाखेरि जो जुनहरू कार्यविधिहरू विशेष गरी इक्जाममा चाहिँ यही नै आइरहेको हुन्छ नै, भनेको चाहिँ पिक्चरहरूमा आइरहेको हुन्छ। त्यसैले गर्दाखेरि त्यो जुनहरू चाहिँ याद गर्ने भनेको चाहिँ कार्यविधि चाहिँ याद गर्ने है। के भन्छ भनेपछि स्क्रिन सेयर भएको छ नि, एकचोटि देखिरहेको छ नि तपाईँहरूलाई? देखिरहेछ सेन्सी टोइलेट सिउँसो भनेर चाहिँ योनमानमा चाहिँ डाइभिङ के भनेर भन्छ, विशेष गरी ठुलो टोइलेट भन्न खोजेको है। विशेष गरी दिशा गर्नको लागि प्रयोग गर्ने जुन टोइलेट हुन्छ हो त्यो प्रकारको खालको चाहिँ टोइलेटलाई चाहिँ डाइभिङ के भन्नु है। देवा भने त्यसो भए डाइभिङ किनो सिसु या त्यही के हुने, त्यसो भए चाहिँ ठुलो शौचालयको चाहिँ सरसफाइ गरेर हेरौँ आइचु सोधा। त्यसो हुन्छ, त्यसो भए गरौँ, त्यसपछि स्टार्ट गरौँ भनेर भनेको आइचु सोधा हुन्छ भनेर प्रतिक्रिया दिएको। डाइभिङ कि तो ये बा निहोन्नी कित्ते तोइरोनो ओइस्यु सेन्जाई बेन्जानी कोदोरो किमासिता। ठुलो टोइलेट भन्ने कुरा चाहिँ जापानमा आएर टोइलेटको तातो पानीबाट डाइभिङ कि तो ये बा भनेको चाहिँ ठुलो टोइलेट भन्ने चाहिँ निहोन्नी कित्ते भनेको चाहिँ जापानमा आएर